चाहिँ पुरै बुढापार्टीहरू क्या यो चाहिँ जहिले फेस्टिभल नभयो नि यहाँ चाहिँ झ्याप हुन्छ क्या बुढाहरू बियर सियर खाएर एज इज जस्ट अ नम्बर भने यही हो क्या यो उमेरमा हाम्रो बुढी माउहरू यो ठुल्ठुलो मान्छेहरू भनेबाट होइन यो लेभलको मान्छेमा होइन अब यो पछि यो मान्छेले पनि कन्टिन्यू गर्छ नि त त्यसपछि अब उयो बच्चाहरूमा भनौँ न होइन यसलाई चाहिँ किमोनो भन्छ है जापानिज ड्रेस त्यसम्म एकछिन चन्चुनमा खाइरहेको 2 दिन अगाडि होइन आज ए यो वाट्सअप पिपल वेलकम टु माई भ्लग होइन आजको भ्लग चाहिँ माचुरी अर्थात् जापानिज फेस्टिभललाई चाहिँ चाडबाडलाई चाहिँ जापानिजमा माचुरी भन्छ कि होइन त्यो सम्बन्धित रहेको छ अनि यो चाहिँ धेरै टाढा होइन क्या यहीँ मेरै घर छेउनिर म बस्ने ठाउँकै वरिपरि हुन लागेको छ है बेला बेलामा गइन्थ्यो आज चाहिँ मलाई सबैलाई देखाउन मन लाग्यो क्या कस्तो हुन्छ बच्चाहरू कसरी रमाउँछन् मान्छेहरूले के गर्छन् के हुन्छ भनेर अहिले यताको 8 बजेर 9 बज्न लागिसक्यो त्यही भएर सिद्धिने टाइम हुँदैछ त्यही भएर हामी छिटो जाँदैछौँ है त चेक इट आउट सधैँ जसो मेरो ट्राभलिङ पार्टनर चाहिँ मेरै बुढी हुन्छ होइन अब त्यहाँ गएर हामी हाम्रो साथीहरू पनि भेट्छौँ है हियर वी गो सो गाइज हामी बस्ने ठाउँ देखाउँछ त तपाईँहरूलाई होइन चाहिँ अपार्टमेन्ट टन्नै अपार्टमेन्ट भएको जस्तो ठाउँमा छ होइन यसरी घर हुन्छ क्या यहाँ एकदम व्यवस्थित हुन्छ है तर यसरी रोड बिचमा हुन्छ यो चाहिँ मेन रोड होइन क्या त्यही घरहरूले नै प्रयोग गर्ने टाइपको रोड यसलाई चाहिँ दान्ची भन्छ अनि यहाँ घरको भित्ताभित्तामा यसरी नम्बर हुन्छ होइन हाम्रो चाहिँ 9 नम्बर हो टक्क अनि यसरी घर किनेपछि यसरी पार्किङ पनि छुट्टै किन्नुपर्ने हुन्छ कि होइन यसरी माचुरी हेर्नुको हिँडिरहेको मान्छे अनि अर्को इम्पोर्टेन्ट कुरा के यो के यो चाहिँ नेपालको महानगर सानगरले सिक्नुपर्ने कुरो के यो चाहिँ होइन फोहोर हाल्ने ठाउँ हो होइन अनि यसरी के बार अनुसार फोहोर छुट्याइदिया हुन्छ अनि जुन बेला नि ल्याएर हाल्न चाहिँ पाइएन तर बारमा कुन फोहोर उठाउने भनेर हुन्छ होइन अनि त्यही अनुसार टकटक ल्याएर हाल्छ हाल्नेलाई नि सजिलो के त्यो गाडी कहिले सिटी बजाउँदै आउँछ र त्यसको पछि दौडिन्छु भन्नै परेन क्या जस्तो मङ्गलबार कुइनी फोहोर लान्छ भने चाहिँ सोमबार बेलुकासम्म ल्याएर हालिदिने क्या टक्क मिलाएर होइन लग्नलाई पनि सजिलो प्याकिङ राम्रोसँग गरेर अनि बिहिबार नकुइनी फोहोर लान्छ भने त्यसरी अनि महिनाको अन्तिम सेकेन्ड हाफ विकको बिहिबार चाहिँ के जे सामान पनि फाल्न पायो कि यहाँ चाहिँ मेला जस्तो लाग्छ क्या रुम सर्नेहरूले पनि आफूलाई नचाहिने सामानहरू छोडिदिन्छ अनि चाहिने मान्छेले उठाएर ल्याउन पायो क्या ए यो सिङ्गोबाट है सिङ्गो भने यो के सिग्नल भन्छ नि सिग्नलबाट यतातिर है त्यही ट्याक्कै यहाँबाट भित्र गइसकेपछि हाम्रो पाडी सो गाइज हामी चाहिँ अब पुग्यौँ है त यहाँ माचुरी भएको ठाउँमा फेस्टिभल भएको ठाउँमा यहाँ बच्चाहरू लास्ट रमाउँछ क्या जे कुरा नि बच्चाहरूलाई फोकस गरेर छ यस्तो छ यताको दृश्य मान्छेहरू झ्याप छ पुरै हाम्रो पाडी बच्चाहरूलाई पुरो दसैँ आइरहेको छ गरिम भयो भने त्यहाँ गएर बस्नु पानी खाले यो ठाउँ चाहिँ एउटा सेन्टर पोइन्ट क्या जक्सन जस्तो छ क्या दामी हाम्रो घरबाट 2-3 मिनटको डिस्टेन्समा छ होइन यो चाहिँ हामीले किनमेल गर्ने ठाउँ भयो होइन उतानिर ब्याङ्क छ होइन अनि त्यहीँनिर घरहरू हाम्रो घरहरू हेर्ने अफिस छ क्या त्यहाँनिर होइन अनि यो चाहिँ डेन्टिस्ट हस्पिटलको लाइन हो यो जुसको भेन्डिङ मेसिन भयो अनि यता हाम्रो अपार्टमेन्ट भयो क्या यो ठाउँ चाहिँ सेन्टर पोइन्ट जस्तो हो क्या यहाँ आएर मान्छेहरू झ्याप भएर बस्ने गफसफ गर्ने जक्सन जसरी बस्छन् क्या नेपालमा चिया अड्डामा भेट भएको जसरी यतापट्टि टक्कै म्यानमारको पसलहरू छ ल सो गाइज हामी बुढाबुढी चाहिँ अब एउटा कुनामा बसेर होइन अब इन्जोय द भ्यू गर्दैछौँ रमाइलो छ जे होस् यता चाहिँ बच्चा पार्टी बुढीहरू लाइट साइट मिलाएर टक्क लाएर अनि यहाँ चाहिँ पुरै बुढापार्टीहरू क्या यो चाहिँ जहिले फेस्टिभल नभयो नि यहाँ चाहिँ झ्याप हुन्छ क्या बुढाहरू बियर सियर खाएर अब चाहिँ यो इभेन्टको होइन सबैभन्दा इम्पोर्टेन्ट र रमाइलो पार्ट सुरु हुँदैछ है त गाइजहरू कुराहरू पनि पुरै तयारी साथ गर्छ क्या होइन अब यो भनौँ न
लाथालिङ्ग होइन कि यहाँ ड्रेसेस लाएर क्या भोलुन्टर टाइप्सले होइन ऊ पार्टी सबैभन्दा अगाडि गएर यहाँ रेडी भएर बसिरहेको छ। एज इज जस्ट अ नम्बर भने यही हो क्या। यो उमेरमा हाम्रो बुढी माउ हेरे पानीले उसले यो दुख्यो ऊ दुख्यो भनेर आफूले नै कमजोर सोचेर बस्छन् नि होइन यहाँ आइपुग्यो। हेर्दाखेरि नर्मल एउटा फेस्टिभल एउटा चाडबाड होइन मात्र जस्तो देखियो पनि होइन यहाँ एउटा अर्को इम्पोर्टेन्ट कुरा चाहिँ के भइरहेछ भने एउटा जेनेरेसनबाट अर्को जेनेरेसन रीतिरिवाज कल्चरहरू पास भइरहेको छ कि होइन। जस्तै होइन अब यो ठुल्ठुलो मान्छेहरूबाट होइन यो लेभलको मान्छेमा होइन अब यो पछि यो मान्छेले पनि कन्टिन्यू गर्छ नि त। त्यसपछि अब उयो बच्चाहरूमा भनौँ न होइन दिस इज गुड साइड अफ जापान क्या होइन। यो चाहिँ जापानको एकदम राम्रो पक्ष हो कि मान्छेले एकदम उदास एकदम भइरहेको लाग्दो जिन्दगी मात्रै देख्छ बाहिरबाट हेर्दाखेरि। तर जापान आफ्नो कल्चर आफ्नो रीतिरिवाज आफ्नो संस्कृति बचाउनलाई चाहिँ खत्रै लागिपर्छ है जसले जे भने। रमाइलो भएर चाहिँ अहिले झन् खतरा म्युजिक बज्यो है पार्टीले नै गएको जस्तो लागिरहेको छ मलाई। यसलाई चाहिँ किमोनो भन्छ है जापानिज ड्रेस। भोलुन्टर टाइपको भयो आयोजकहरू भयो होइन त्यहाँ बुढीले लगाएको नि किमोनो पार्टीको पनि त्यस्तै छ तर यसको चाहिँ होइन। सानो ब्रेक रे है अब ब्रेक पछि चाहिँ यहाँ भएको सबैजना नाच्ने भनेर अनाउन्स गरेको छ है त गाइज। एकछिन क्यु के ब्रेक सबैलाई यसलाई घरै जान मन छैन है। ए अस्तिसम्म एकसित चन्चुनमा खाइरहेको 2 दिन अगाडि होइन आज 500 हरिबहादुर भन्ने यारी दा यारी नाच्नु जानु ल अब चाहिँ सकिनु लाग्यो है त ल आफ्टर लङ टाइम। समाप्त सो गाइज दिस मच फर टुडे है रमाइलो भयो मेन त बच्चाहरूले इन्जोय गर्यो क्या अब घरतिर लाग्ने बेला भयो।